हेलो गाइज, आफ्टर अ लङ टाइम एकदम धेरै दिनपछि चाहिँ मैले भिडियो बनाएको छु। यो चाहिँ आज म बिरयानी कसरी बनाउँछु एकदम सिम्पल वेमा। अनि सबजना भिडियो हेरिदिनु होला अन्तिमसम्मलाई। पहिला सुरु मैले चाहिँ मासु लिएँ हैन, त्यसमा चाहिँ नुन हालेँ। यसमा चाहिँ मैले नुन र बेसार मात्रै हाल्छु। अब कतिको नुन खाइन्छ त्यति मात्रै हाल्ने, धेरै हाल्ने हैन। मैले चाहिँ नुन हालेँ अनि त्यसपछि चाहिँ बेसार चाहिँ हाल्छु। बेसार हालिसकेपछि यसलाई मोल्नुपर्छ। अनि त्यसपछि मैले मजाले मोलेर भ्याएपछि मैले चाहिँ एउटा कुरा चाहिँ मैले बिर्सिन्छु, जुन चाहिँ कागती हाल्नको लागि। अनि फेरि मैले कागती निचारेँ अनि कागती चाहिँ निचार्नु पर्छ। अनि कागती हालिसकेपछि फेरि मोलेर एकछिन राख्ने। अनि त्यसपछि एकछिन राखेर फ्राई गर्ने पाला आयो। हामीले चाहिँ मासु के गर्नुपर्छ, फ्राई गर्नुपर्छ। मजाले फ्राई गर्ने हेर्नुहोस् त, वाउ देख्दा पनि खाम भइसक्यो। नपाक्दै खाने फ्राई गरेर अब रेडी। फ्राई गरेर भएपछि प्याज मैले काटेको थिएँ, प्याज हालेँ। एकछिन प्याजलाई भुटिसकेपछि फेरि टमाटर हालेँ। टमाटर हालेर एकछिन मजाले भुट्ने। भुटेपछि फेरि मरमसलाहरू हाल्ने, नुन हाल्ने। अब कतिको स्वाद हुन्छ। अघि थोरै चाहिँ भट्यो, अघि नै मासुमा लगाइसकेको छ भने नहाल्दा हुन्छ। अनि बेसार हालेपछि अरू मसलाहरू पनि हाल्छु। अनि पर्टी भुटिन्छ मसला हालिसकेपछि खुर्सानी हाल्ने। अब कतिको पिरो मनपर्छ। त्यसपछि अदुवा लसुनको पेस्ट हाल्ने। अदुवा लसुनको पेस्ट हालिसकेपछि मजाले भुट्ने। त्यसपछि अघि नै बाँकी रहेको चिकन छ, त्यो चिकनलाई पनि अब हाल्ने। अनि हालेर मजाले फेरि भुट्ने, मिक्स गर्ने। एकदम टेस्टी देखेको छ, वाउ। भुट्ने भुटिसकेपछि चाहिँ अघि नै त रेडी भइसक्यो। अब यहाँ मैले बोइल गरेको पानीमा चाहिँ ल्वाङ सुक्मेल हालेको छु, तेजपत्ता हालेछु। अनि यसलाई चाहिँ बोइल गर्ने। अनि कलर चेन्ज हुन्छ एकछिनमा बोइल गर्ने, सेम राम्रो हुन्छ क्या। त्यसपछि यता रेडी कुकरमा घिउ हालिदिएँ। घिउ हालेपछि स्वादै फरक आउँछ, त्यही भएर घिउ हालिदिएँ। घिउ हालिसकेपछि फेरि धेरै हाल्नुहुन्न, स्वाद दिन्छ, त्यसैले घिउ हालेको। अनि अघि हेर्नुहोस् है, अघि बोइल गरेको पानी कलर चेन्ज भइसकेको छ। त्यसपछि अघि भुटेको चाहिँ बिरयानी बनाउन भुटेको चिकन हाल्ने। यो चिकन हालिसकेपछि यसको लेयर बाई लेयर हाल्ने। त्यही भएर एक लेयरमा यो चिकन हालिसकेपछि चाहिँ फेरि यसमाथि चाहिँ अब चामल हालिदिने। कति हो यसमा चामल हालिसकेपछि ठिकै हुन्छ, यति चाहिँ हालिदिनुपर्छ। त्यसपछि ल्याएर चामल चाहिँ यति चाहिँ ठिकै छ। अब फेरि अघि रहेको चाहिँ फेरि यसमाथि पनि चिकन हालिदिने। हेर्नुहोस् है, नपाक्दै खाम भइसक्यो मलाई चाहिँ। चिकन हालिदिसकेँ। हेर्न सक्नुहुन्छ चिकन हालिसकेपछि अझै भएन।
त्यो त भ्याउन पर्यो। त्यसपछि फेरि अघिल्लोको चाहिँ चामल हाल्ने मजाले जताततै ढाक्ने। हाल्ने अनि त्यसपछि कलर हाल्ने, थोरै कलर हाल्ने अनि त्यसपछि त्यहाँ ल्याउनु चाहिँ रेडी भइसक्यो। सिटी लाएर रेडी भइसक्यो बिरयानी। अब खाऊँ। वाउ, चिकन बिरयानी इज रेडी। यस्तो राम्रो भयो नि, यस्तो मिठो अनि यस्तो टेस्टी हुन्छ नि एकदम सिम्पल वेमा।